नमस्कार साथी हो। यस्तै छ जिन्दगी, के गर्नु। कहिले काहीँ सम्झेर ल्याउँदा यो सारा संसारलाई सबै हेरेर ल्याउँदाखेरि यो धरतीमा हामी पैदा हुनु पनि पाप हो रहेछ जस्तो लाग्छ। किनभने हामीलाई भगवानले पनि कस्तो कस्तो किस्मत दिएर पठाएको हुँदो रहेछ। कसैलाई राजगद्दीमा, कसैलाई यही झार जङ्गलमा, र कसैलाई सुखमा, कसैलाई दुःखमा। किन यसरी यो भावीले यसरी किस्मतलाई छुट्याइदिएको र हुनेलाई जसरी पनि जता गरेर पनि भइहाल्दो रहेछ। तर हामी नहुनेलाई जति नै गरौँ, हाम्रो 10 अमलाको नङ्ग्रा खियाएर अमलाको टुप्पोको मासु भन्दा पनि हामीले तल पुर्याउन्जेल खियाउँदा पनि हाम्रो किस्मत कहिले बनिँदैन रहेछ। तर मान्छेले भन्छ संसार एउटै हो, बदलिँदैन। मान्छेको सोचाइ र मान्छे बदलिनुपर्छ भन्छ। त्यो कुरा पनि एक परिकारमा सोच्दा ठिकै हो। तर जब किस्मतले साथ नदिएपछि जति बदलिए पनि हुँदैन रहेछ। एउटा काँटामा खुट्टा चढायो अर्को काँटा माथि, फेरि त्यो माथि काँटामा खुट्टा चढायो अर्को खुट्टा तल। त्यसरी हुँदो रहेछ। र हाम्रो सोचाइ र हाम्रो काम गरेमा नमिल्दो रहेछ र नदिँदो रहेछ। यति भन्दैमा यति गर्दै पनि हामीले गर्दै गर्दै जाँदा पनि तर हाम्रो धेरै कुरा मिल्नु जानु पर्दो रहेछ। कि हाम्रो सोचाइ पनि मिल्नु पर्दो रहेछ र साथ सङ्गी सन्तान है, आफ्नो खानदान, आफ्नो गरिबी अमिर, यो सबै मिलेको हुनु पर्दो रहेछ। आज हामीले गरिब भयौँ, हामीले कमाउनु सकेनौँ, गरिबपति भयौँ भनेर हामी दुःख गर्छौँ। तर यो हामीले दुःख गर्ने काम होइन रहेछ। यो परम्परादेखि एउटा यो भएर आउँदो रहेछ कि हाम्रो के भन्छ, परम्परादेखि नै चलिआएको व्यवहार गरेर आएको हुनुपर्दो रहेछ। र जति पनि हाम्रो हुन्छ सोचाइ, हामीले त राम्रो सोचेर गर्छौँ, तर त्यो राम्रो हुनु जाँदैन। हामी जति सानो मान्छेले जति राम्रो बोले पनि तर हाम्रो बिक्रीलाई बोली वचन बिक्री नहुँदो रहेछ। र जति मिठो बोले पनि, हामीले मिठो बोले पनि त्यो भाषा नमिठो हुन जाँदो रहेछ। र हाम्रो एउटा परम्परादेखि खानदान हुनुपर्दो रहेछ कि हामी बुद्धिजीवी प्लस र खानदान अलिक धन सम्पत्तिको प्रशस्त मात्रामा हाम्रो सन्तानमा युज भएर चलिआएको हुनुपर्दो रहेछ। तर केवल हाम्रो खानदानमा त, हामी गरिबी खानदानमा त हाम्रो पुर्खादेखि नै यो गरिबी खानदान भएर आएर न के गर्न सकेको हुन्छ, न के गर्न सकेको हुन्छ, केही गर्न सकेको
हुँदैन रहेछ है। र साथी हो, तपाईँहरू पनि जति हुनुहुन्छ आफ्नो गरिबीदेखि टाढो हुनु नखोज्नुहोस्। तर गरिबी नै रहँदो रहेछ। यो आजको होइन, यो परम्परादेखि हाम्रो सन्तानदेखि नै सायद श्राप पाएको हुनसक्छ कि आजदेखि मैले हेरेर ल्याएको छु र देखेर पनि ल्याएको छु। कति मान्छेहरू हजारौँ गरिबमा एउटा दुईटा मात्र त्यो गरिबी दलदलीबाट निस्केर अलिकति धनीमा प्रवेश भएका देखिएका छन्। र त्यो प्रवेश हुनुको कारण चाहिँ के हो भने आफ्नो जनजाति, वनजाति, धनजाति तीनटा मिलेपछि मात्र त्यो अलिकति धनीको स्थानमा प्रवेश हुनु पुग्दो रहेछ। र कतिजना र कति पर्सनहरूलाई आफ्नो घर वंशबाट नभएर ससुरालपट्टिबाट कतिजनालाई हालिफाप भएर अलिकति स्थान लिएका छन्, धनीपूर्वकको स्थान लिएका छन् र चलिरहेका छन् र बढ्दैछन्। र यसमा हामी त्यो स्थानमा पुग्नुको लागि हाम्रो परिवारमा राम्रो हुनुपर्दो रहेछ। हाम्रो जो आएको जेनेरेसन बालबच्चाहरू, परिवारहरू पनि राम्रो भएर जानुपर्दो रहेछ। र मैले चाहिँ आजसम्म मेरो लाइफमा यति नै बुझेँ कि म यो गरेर त्यो गरेर म धनी हुन्छु भनेर हुँदैन रहेछ। हामी केवल एउटा सुपरलटो काटेर गोजीमा मात्रै हालेको हुन्छौँ, तर हामीले सपना ठुला देख्न लागेका हुन्छौँ। त्यो सपना ठुला देख्नुको कारणै हामी पहिल्यै कङ्गाल भइसकेको हुन्छौँ कि त्यो लट्री परोस् या नपरोस् हामीले त्यो पैसालाई खर्च गरिसकेको हुन्छौँ। र हामीले सोच्छौँ एउटा लट्री काटेपछि हामी बङ्गलो बनाउन जान्छौँ, घोडा किन्छौँ, गाडी किन्छौँ हैन, सिटी सहरमा हामी घर बनाउँछौँ। र यस्तो सपना देखेर हामीले हाम्रो आउने सानो मुना आउँदै गरेको हुन्छ। तर त्यो मुनालाई हामी किचिल पिचिल पारेर, हामी टेकेर माडेर हामी त्यसलाई अन्त्य बनाउँछौँ। त्यसै कारणले हामी कहिले पनि यो माथि धनी दर्जाको स्थानमा हामी पर्याप्तसँग हुन सक्दैनौँ र पुग्न सक्दैनौँ। र यस्तै हो, हाम्रो पनि बालबच्चा परिवारहरूले पनि राम्रो गरी सोचेर, जस्तो आमा बाबुले दुःख गराएर पढाए अनुसार बालबच्चाले राम्रो पढिदिएर र राम्रोसँगले आफ्नो नतिजा उत्तीर्ण रिजल्टहरू राम्रोसँगले ल्याइदियो र प्राप्त गर्यो भने त्यो सफल भएर जानु सक्नेछ। र आजसम्म म आमाको कोखबाट जन्म लिएपछि आज म 53 वर्षको उमेर भएँ र मैले पनि सुख दुःख, झाडी
झार जङ्गल, बारिस बादल, पहाड, डाँडा काँडा सबै टेक्दै अछ्याउँदै खेल्दै नाच्दै आइपुगेँ र पनि मैले आजसम्म केही गर्न सकिनँ। बहुतै कोसिस गरेर हिँडेँ, तर कोसिस मात्रै गरेर हुँदैन रहेछ। आफ्नो पुर्खाको श्राप, खानदानको श्राप पाएपछि हामीले कहिले पनि उँभो लाग्न नसकिने सम्भावना मैले देखेँ। किनकि मेरा बाबुआमा बाजे बोजूहरू पनि त्यति खानदानको स्थानान्तरित पदका थिएनन् र आज म पनि त्यो स्थानमा पुग्न सकेको छुइनँ। र पनि अब अन्तिम जिन्दगी भइसकेको छ, तर यो अन्तिम जिन्दगीमा के गर्न सक्छु होला र के गर्नु पाउँछु होला र भन्ने आशा उमङलाई खत्तम गर्दै र खत्तम हुँदै आइरहेको छु। र यसरी नै बोल्दै बोल्दै नै खत्तम भइजान्छौँ है। र यसरी यही खत्तम हुने भावुक शब्दलाई लिँदै र तपाईँहरूको सामने भन्दै भन्दै र म यो मेरो वाचक शब्दहरूलाई यहीँ समाप्त गर्न चाहन्छु। गाइज, तपाईँहरूलाई कस्तो लाग्छ? राम्रो लागेमा तपाईँहरूले राम्रै कमेन्ट गरिदिनु होला र सेयर, लाइक, फलो पनि गरिदिनुहुन्छ कि भन्ने सम्पूर्ण आशा राख्दैछु। र तपाईँहरूसँग आज तपाईँहरूको स्क्रिनबाट म बिदा लिन चाहँदैछु र सबैजनालाई म नमस्कार पनि भन्न चाहन्छु। र सबैजना दिदी बहिनी, आमा बाबु दाजु भाइ साथ सङ्गी सबै साथीहरूलाई मेरो नमस्कार।